प्रहरीले नावपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि विकसित भएको घटनाक्रमले नेपालको न्यायिक र राजनीतिक प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। पक्राउ गर्न काटिएको पत्र अवैधानिक भएको भन्दै सर्वोच्चले तत्काल रिहाई गर्नको लागि अर्को पत्र काटेको थियो, जसलगत्तै 5 घण्टापछिको कारागार बसाइपछि रेशम चौधरी बाहिर निस्किए। यो घटनाले न्यायालयको पारदर्शिता, जवाबदेहिता र विश्वसनीयतामाथि ठूलो प्रश्न उब्जाएको छ। प्रहरीले अवैध पत्रको वैधानिकता नजाँचिकन हतारमा पक्राउ किन गर्यो? यसमा राजनीतिक दबाव थियो या कुनै सुनियोजित चाल थियो? यसले नेपाल प्रहरीको कार्यप्रणालीमा प्रश्न उब्जाएको छ। एक शाखा अधिकृतले न्यायालयमा कसरी आफ्नो हुर्मत जमाउँछन् त, आफ्नो शक्ति कसरी दुरुपयोग गर्छन् भन्ने कुरा पछिल्लो घटनाक्रमले देखाएको छ। यसले न्यायालयको विश्वसनीयतामाथि ठूलो प्रश्न उठाउँछ।